What's up gang, welcome back to my new reaction video र आज पनि म केही नयाँ भिडियो लिएर आइसकेको छु। सो आज चाहिँ ओजी द रियल हैन, ओजी द रियल दाइको चाहिँ सङलाई चाहिँ म रियाक्ट गर्न जाँदैछु हैन। सो कस्तो हुन्छ तपाईहरु अन्तिमसम्म आफ्नो प्रतिक्रिया दिनु होला। ओके लेट्स गो ग्याङ। Doze on the track. दामी छ बिट, संघर्ष गीतको टाइटल चाहिँ संघर्ष है। म घरको कान्छो छोरो उमेरले पुगे 31 म गर्थे सङ्घर्ष मेरो सङ्घर्षका पो बुझ्दिस् म मान्छे अलि ठिस्थे भन्थे सबले बिग्रिस् तर मलाई बा लाग्दैन म आफू माने ठिक थिएँ जिन्दगी लानु अघि के रहेछ यहाँ हरियो नोट भए पुग्छ संसार चल्दो रहेछ यहाँ एक हरियो नोट भए पुग्छ यहाँ संसार चल्दो रहेछ र हैन। मनी इज एभ्रिथिङ हैन। भन्थे सबले बिग्रिस् तर मलाई बा लाग्दैन म आफू माने ठिक थिएँ जिन्दगी लानु अघि के रहेछ यहाँ हरियो नोट भए पुग्छ संसार चल्दो रहेछ यहाँ एक अर्कामा घमण्ड रिस मैले देखेको शत्रु छैन टाढा आफ्नै घरमा भेटेको म पनि शत्रु छैन टाढा आफ्नै घरमा भेटेको रे। ड्याम म्यान के रहेछ यहाँ हरियो नोट भए पुग्छ संसार चल्दो रहेछ यहाँ एक अर्कामा घमण्ड रिस मैले देखेको शत्रु छैन टाढा आफ्नै घरमा भेटेको म पनि सानो परिवारमा यहाँ हुर्केको जिम्मेवारले बाँधेको आफन्तले छाडेको गरिदियो जिम्मेवारले बाँधेको आफन्तले छाटेको रे। वाउ मारेको माया गर्ने टाढा पाएको मिहिनेत जति गरे पनि सफलता नपाएको मेरो नि सानो एउटा सपना छ जसलाई पुरा गर्न दिनरात खट्छु म मेहनत लगनशीलता मेरो खुनमा छ जीवनदेखि हार्या छैन सङ्घर्ष भनी यहाँ जारी छ बढ्न दे मलाई खोलाको पानी जस्तै रम्न दे मलाई गीतको लयसँगै रम्न दे मलाई गीतको लयसँगै रे। पुरा यसरी खुल्ला आकाशमा उड्दै बहुत दामी छ दाइ यार। जस हाम्रो दाइ चाहिँ एकदम पुरानै ऱ्यापर हो हैन। जस ऱ्याप इन्डस्ट्रीमा चाहिँ धेरै पुरानो हो हैन। अनि दाइले गीतहरु पनि गरिरहनु भएको रहेछ। अहिले ताजा ताजाको गीतहरु पनि छ। यो चाहिँ 1 वर्ष पछाडिको हैन, 1 वर्ष अगाडिको गीत हो। यसलाई मैले रियाक्ट गरे। सो दाइलाई नि सक्दो सपोर्ट गरिदिनु होला। दाइ पनि यो इन्डस्ट्रीमा चाहिँ अझै पनि दाइले हार मानेको छैन हैन। दाइको एउटा हुन्छ नि आफ्नो काम छुट्टै फ्यामिली छुट्टै र ऱ्यापलाई पनि छुट्टै एउटा वेमा चाहिँ दाइले अगाडि लानु भइरहेछ हैन। अनि त्यो भएर सबैले सपोर्ट गरिदिनु होला हैन। जसले मलाई चिन्नुहुन्छ हैन, जो मेरो साथीहरु छ हैन, उहाँहरुले चाहिँ प्लिज दाइको युट्युब च्यानललाई गएर सब्स्क्राइब पनि गरिदिनु होला अनि सपोर्ट हल्का सपोर्ट देखाइदिनु होला दाइलाई पनि हैन। सो हामी सबै मिलेर सँगै अगाडि बढ्ने हो हैन। त्यही भएर सक्दो सबैले दाइलाई पनि यसो सपोर्ट गरिदिनु होला हैन। यस दाइ पनि छ अझै, दाइको यात्रा अझै जारी छ, अझै रहनेछ, दाइले अझै नयाँ नयाँ आउँदैछ दाइको हैन। सो सबैले हेरेर माया गरिदिनु होला हैन। मलाई टिकटकमा जसरी माया दिनुभयो तपाईहरुले हैन, त्यसरी नै दाइलाई पनि यसो हल्का सपोर्ट देखाइदिनु होला र मलाई पनि सपोर्ट गरिदिनु होला हैन। सो जिहेर दुःख पीडा छ कति फेरि बढ्छु अघि म हजारौं चोट सहेर पनि बढ्न दे मलाई खोलाको पानी जस्तै रम्न दे मेरो गीतको लयसँगै बुझिहेर दुःख पीडा छ कति फेरि बढ्छु अघि म हजारौं चोट सहेर पनि गर्छु म मेहनत सङ्घर्ष गर्या छोड्या छैन याद छ मलाई तैले भन्या कुरा भुल्या छैन गजेडी ट्यापे मुला तैले गरी खाने छैन तर आज हेक्का पुग्यो तैले मलाई चिन्या छैनस् म पनि आफूलाई दरिलो यहाँ बनाउँदैछु विगतका कुरा भुलाई म पनि अघि यहाँ बढ्दै खास मलाई लाग्छ दाइको यो ऱ्याप चाहिँ दाइको इन्ट्रो जस्तो लाग्छ हैन। जस्तो यो सङबाट चाहिँ दाइको परिचय हैन, एउटा बाल्यकालदेखिको अहिलेसम्मको एउटा आफ्नो के भन्छ स्टोरी टाइपको हैन। यो सबैको हुन्छ, सबैको एउटै पनि हुन्छ के, तर सबैले कहाँ यसरी निकाल्न सक्छ त हैन। आफ्नो कथालाई टक्क बाहिर यसरी फ्ल्याक्स गर्न सक्दैन नि त जो पाए त्यसले हैन। ऱ्यापरहरुले सक्छ, हामी जस्तो अलि नर्मल अब हामी अलिकति ऱ्यापमा नभिजेको मान्छेहरुलाई हैन त्यो त्यसरी हामीले निकाल्नै सक्दैन नि। हामी शब्दले
निकाल्न सक्दैन नि त त्यही हो दाइको इन्ट्रो जस्तो लाग्यो होइन मलाई बबाल लाग्यो दाइ जस तपाईँको छ दामी छ दम होइन वर्डमा दम छ होइन मन छुने छ कि नराम्रोसँग छोड्दै आफूलाई नै बदल्दै आउने दिनमा नयाँ जीवनको सुरुवात यहाँ गर्दै फेमस हुनलाई कसैको चाक चाटिन मिडियाबाट टाढा जोतको ऱ्याप हान्दै मिडियाबाट टाढा जोतको ऱ्याप हान्दै हिँडेन अरे कि फेरि सुनाउ हेर्दा यार सँग छोड्दै आफूलाई नै बदल्दै आउने दिनमा नयाँ जीवनको सुरुवात यहाँ गर्दै फेमस हुनलाई कसैको चाक चाटेन होइन अनि मिडियाबाट टाढा जोतको ऱ्याप हान्दै हिँडेन मिडियाबाट टाढा जोतको ऱ्याप हान्दै हिँडेन अरे कि सही हो दाइ होइन दाइको छुट्टै वेमा छ कि हुन्छ नि कसैलाई अब डिस्टर्ब नहुने कसैलाई पेज नहुने टाइपले आफ्नै वेमा होइन सही छ दाइ आई लाइक इट कसैले यहाँ सिकाएन सासपट कसले दिएन म छुहरू भन्ने थिएँ तर साथ यहाँ दिएन तर नि मलाई बाल म एक्लै नै यहाँ काफी छु नेपालको आउने गेममा सिन पुरै खाइदिन्छु ओजिएलिया भनी सबैलाई चिनाइदिन्छु तर्पे ऱ्यापरहरूलाई म अब यहाँ खेताइदिन्छु वाउ फेरि सुन्दैम न म एक्लै नै यहाँ काफी छु नेपालको आउने गेममा सिन पुरै खाइदिन्छु ओजिएलिया भनी सबैलाई चिनाइदिन्छु तर्पे दाइको नाम चाहिँ ओजे एलिया रहेछ मैले चाहिँ अलिया भने होइन सरी दाइ होइन ओजे एलिया होइन सो बिग लभ दाइ माया छ धेरै माया छ होइन त्यही हो दाइको ऱ्याप बबाल छ परहरूलाई म अब यहाँ खेताइदिन्छु बढ्न दे मलाई खोलाको पानी जस्तै रम्न दे मलाई गीतको लयसँगै बुझी हेर दुःख पीडा छ कति फेरि बढ्छु अघि हजारौँ चोट सहेर पनि बढ्न दे मलाई खोलाको पानी जस्तै रम्न दे मेरो गीतको लयसँगै बुझी हेर दुःख पीडा छ कति फेरि बढ्छु अघि हजारौँ चोट सहेर पनि NROS new revelation of the hip hop Oziellia in the house okay East side baby East side baby thanks for watching okay so त्यही हो दाइको गीत यही रहेको छ हैन बवाल छ दाइ जस्ट आई थिंक मलाई दाइको यो चाहिँ हुन्छ नि लाइफको इन्ट्रो जस्तो के परिचय जस्तो टाइपको लाग्यो हैन अनि त्यही हो बवाल लाग्यो दाइ सो तपाईहरुलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु होला र माया साथ सपोर्ट मलाई पनि दिनु होला र कमेन्ट बक्समा मेन्सन गरिदिन्छु हैन सबैले चाहिँ गएर दाइलाई पनि सपोर्ट गरिदिनु होला र प्लस मलाई पनि सपोर्ट चाहिन्छ तपाईहरुको मलाई पनि सपोर्ट गरिदिनु होला है त यति भन्दै आजलाई